आज यो पाकेको कागतीहरूको चाहिँ अर्डर आएछ। त्यही भएर चाहिँ अलिकति कति हुन्छ यो चाहिँ आज चाहिँ बजार पठाउनु पर्यो भनेर टिप्न सुरु गरेको। साथीहरू यो गजबको फलेछ, यस्तो मजाको छ। अब यी थुन्सेमा हाल्दैछु म कागती। अब 3 वर्षको बोर्डमा चाहिँ मैले आज टिप्न सुरु गरेँ। अस्ति पनि यहाँ 4 किलो बेच्यो। आज कति किलो हुन्छ खै, 2-3 किलो 4 किलो कति हुन्छ। एउटा बोर्डमा चाहिँ मजाले फलेको थियो, टिप्दैछ। के गर्ने, यस्तै हो हजुर। अब यी टिप्ने काँडामा एकदम गाह्रो क्या। कुनै फुल फुलिरहेछ, कुनै चाहिँ टिप्ने उ छ। ए यस्तो मजाको छ। ए ल ल यस्तो मजाको कागती छ। हेर्नुहोस्, आज यसो बजार ल्याइदियो भनेको। अब 3 वर्षपछिको मेहनतको फल यो। त्यही भएर कस्तो साह्रो भने टिप्ने एकदम साह्रो छ। के गर्ने, कागती केरा यसो चाहिँ आफूलाई टाइम पास गर्ने बाटो बनाएको। के गर्ने खोइ। अब कृषिले अब सरकारले चाहिँ ठुलो नारा गर्छ, तर हामीलाई चाहिँ खोइ सरकारको अनुदानहरू पनि थाहा हुँदैन, के पनि थाहा हुँदैन। अब बत्ती मुनि अँध्यारो भन्ने जस्तै साथीहरू, सरकारको मुख ताकेर चाहिँ कसैले पनि कृषि नगर्नुहोस्। त्यो अब झोला बोकेर हिँड्नेहरूलाई मात्रै ठिक भइरहेछ अहिलेसम्म। आफू त्यस्तो झोला बोक्न जान्दैनन्। त्यही भएर चाहिँ साथी हो, आफ्नै पौरखमा गर्नुपर्छ। कोही पनि यसरी सरकारले दिउँला खाउँला भनेर चाहिँ कृषिमा हात नहाल्नुहोस्। साह्रै अलकट्टा भन्न पनि एकदम गाह्रो छ सरकारको पैसा पचाउनुलाई। अब त्यही भएर आफ्नै बजेटले जति भ्याउँछ खुरुखुरु सानो यसरी बढ्दै जाने अलिअलि। त्यो गऱ्यो भने राम्रो हुन्छ। अर्काको लाइलाइमा लाएर चाहिँ कसैले पनि कृषि नगर्नुहोस् है दाजुभाइ दिदीबहिनीहरू। ल आजलाई यति नै। भोलि पर्सि फेरि अर्को भिडियोमा देखाउँला।